आज हामी आइपुगेका छौँ यो जनकपुरको जानकी मेडिकल शिक्षण अस्पतालमा। रमदैया भवारीमा रहेको यो मेडिकल कलेजको अहिले लथालिङ्ग अवस्था छ। खास गरेर कर्मचारीहरू आन्दोलन रहेको र तलब नपाएर दसैँ पेस्कीहरू दसैँ भत्ता नपाएर आन्दोलनमा उत्रेका छन्। यो अस्पतालको अवस्थालाई अस्तव्यस्त पारिदिएको अवस्था छ। त्यसले कतै न कतै यो अस्पताल स्थापनादेखि अहिलेसम्मलाई हेर्ने हो भने त्यति दुरुस्त अवस्थामा कहिले चलेको न, पटक पटक आन्दोलनमा परेको छ। र आज हामी यो अस्पताल धराशायी हुनुपर्ने अवस्था किन आयो, कर्मचारीले आन्दोलनमै गर्नुपर्ने वा आन्दोलन नै गर्नुपर्ने बाध्यता किन आयो, यी सबै कर्मचारी, आन्दोलनरत कर्मचारी र व्यवस्थापन पक्षमा पनि आज हामी कुराकानी गरेर यो अस्पतालको यो प्रत्येक वर्षको समस्या कहिलेसम्म हुने हो भने तपाईहरु समक्ष यो रिपोर्ट मार्फत जानकारी दिन्छौँ। मेरा नाम उमेश यादव है। हम यही जानकी मेडिकल कॉलेज में काम करे। अखन अहाँ सब आंदोलन में छिए जी, है ना जी। क्या आंदोलन में छिए? हमारा सबके आश्वासन पर आश्वासन मिले रहे। हम सब चेयरमैन सर के बहुत क्लोज भी जाके सर यो जुन हाम्रो समस्या छ, जुन 6 वर्षको सञ्चयको छ, त्यो हाम्रो जुन अहिले जुन हाम्रो सानोतिनो समस्याहरू छ त्यो तपाईले सल्भ गरिदिनु पर्यो। त हुन्छ भइहाल्छ, इन्टेकको पैसा आउँछ त्यसबाट म मिलाइहाल्छु, गरिदिन्छु, तपाईहरुको समस्या समाधान हुन्छ। अब बाटो हेर्दा अब कोभिडको बेलामा हामीले केही पनि भत्ता पनि पाएको छैनौँ, कहिले हामी बन्द पनि गरेको छैनौँ। रमदैयाको डाक्टर, कर्मचारी सबैले एकदम इमानदारिता साथ कहिले पनि तपाईहरु पनि सुन्नु भएन होला कि सायद यो बन्द गरिएको छ। यो हामीले अब जे जस्तो ग्लोभ्स, मास्कको अभावमा, पीपीको अभावमा पनि हामी काम गरेको र सेवा दिएकै छौँ। त्यसमा तपाईको म मेडिकल फिल्ड बाहेक हुँदा पनि म आएर यहाँ सबैको गुनासोहरू सुन्थे, कम्प्लेन पनि गर्थे, पीपीको पनि लागेर मास्कको लागि पनि धेरै प्रेसराइज गरेकै हो। यते बात सब हुई ट्वीट में कि भेले अब कोविड के टाइम में 5 महीना के सैलरी, हाल वर्तमान में 5 महीना के सैलरी नहीं रहले देने, तो हम के लिए एगो पत्र दिलिए 12 गते के, 5 महीना 12 गते के, कोई के सुनवाई नहीं कल के। के बाद फिर 15 गते के ओकरा दिलिए, फिर सुनवाई नहीं कल के। तब वो की कल के अपने के 26 गते के आधिकारिक रूप में हमारा एका सबके प्रशासन बिल्डिंग में हम सब अवरोध कर दिली। अवरोध सीजना के बाद की भेले 30 गते में हमारा सबके अचानक फोन आले जिला प्रहरी कार्यालय से। फोन आले तो फोन अला के बाद जब जे 15 गते के 26 गते के हम सब जे ऑफिशियली जब जे ये जब अवरोध के घोषणा जे कलिए, तब अपने के 2 महीना के सैलरी दिल के। 2 महीना के सैलरी के बाद हमरा 30 गते के फोन कल के जे तपाईहरु यहाँ आउनुस्। तो गेलिए डीएसपी साहब के, हमरा कहल के यसरी बंद अवरोध गर्ने संस्थालाई बहुत किसिम के हमरा प्रेसर कल के, थुनिदिन्छु, यो गरिदिन्छु, ओ गरिदिन्छु, मिल्नुस् तपाईहरु। हम कहलिए हामी मिलेकै छौँ, तपाई भन्नुस् न गर्नु के पर्यो, मिल्नु पर्यो। मैले भने हाम्रो माग के छ त त्यो पनि बुझिदिनु पर्यो, हमरा बाझी नै देऊ। हम कहलिए हाम्रो माग केही होइन, पैसा धेरै छ भने त्यो प्याकेजमा सहमति हुन्छ, पछि दिँदै गर्छ, तर दिने बता बाकी बकियता है तहाँ सबके कर्मचारी के। हमरा सबके 6 वर्ष के संचय कोष बाँकी छै, 6 गो दसैँ खर्च बाँकी छै, 2 गो चैत बैशाख के बाँकी छै, 75 के चैत बैशाख के सैलरी बाँकी छै, जेमे उ नहीं दिए के मनसाई में छै। अहाँ के एकर 3-4 करोड़ के लोचा छै। ये 3-4 करोड़ के कर्मचारी से नहीं दी लोचा माने कर्मचारी के बाकी बकियता छै कि विभिन्न बाकी बकियता? नहीं, कर्मचारी के जे ये काम केने छै अभी प्रेजेंट में जे एमे कार्यरत छै तेकर बाकी छै। बाद बाकी तो बहुत क्या अपने के जेकरा निकालल के ओकरा साथ अन्याय भ गेल। कते आदमी के निकालक? अब ओहिमे 100 आदमी एक्यूरेट लिस्ट नहीं है, लेकिन बहुत मात्रा में जेकरा निकालल के तेकरा चैत बैसाख के आ दसैँ पेचकी विदा के पैसा भी नहीं द रहल छै। विदो तो एगो अर्निंगे होइ छै ने, पैसा ओहू के पैसा मिले छै ऑफिशियली, लेकिन ओहू के पैसा नहीं, विदा के केकरो रिकॉर्ड नहीं देख द रहल छै। तो भेले कि सर
हम सब एकरा कहलिए जे हमरा सबके हर हिसाब जिला में 30 गते के जे 31 गते के जे हमरा सबके भेलै सहमति तऽ 3 गो बात पर सहमति भेलै। अवरोध खुलाउने, ताहिके बाद भेलै जे अपने के जे हमरा सबके जे छै अकाउंट, ओहि अकाउंट में एगो मैनेज व्यवस्थापन पक्ष के अकाउंट रहते आ एगो रहते अपने के कर्मचारी वर्ग से लीगल अकाउंट। हम सब कोनो कंसल्टेंसी से हायर कऽ के लेबै, ओकर पैसा हम संपूर्ण कर्मचारी बेहोरबै। ई सब भेलै सहमति। एहि सहमति के जब जे 4 गते से फ्लो करऽ वाला बात रहलै तऽ ई की केलकै, हमरा की केलकै, ई आब स्पष्टीकरण पर स्पष्टीकरण, पूर्वाग्रही स्पष्टीकरण काटऽ लगलै। लेकिन एना छै ने, जेना अहाँके कर्मचारी सबके जेना ई एखन अवरोध छै, अवरोध मात्रे रहितै तऽ ठीके छै, पूरा अहाँ सब अस्त व्यस्त कऽ देने छी, मतलब बंद कऽ देने छी। ई बंद अहाँ सबके बाध्यता है कि बाध्यता छै सर। एना रहलै, ओहिमे थर्ड बुंदा ई रहलै जे 30 गते के भीतर में आबि के हमरा सबके ओहि पत्र डॉक्यूमेंट छै सर, 30 गते के भीतर में आबि के ये के दसैं खर्च समस्या टोटल जेहन जे अराइज इशू सब छै, ओहि इशू सबके आबि के अध्यक्ष महोदय समाधान करते, संबोधन करते, से कह के हमरा सबके रहले ऑलरेडी डॉक्यूमेंटेशन। तो वो 30 गते के बाद में अभी तक नहीं अले कोनो किस्म से पहल के मानो अहाँ सबके अखन कते कर्मचारी कार्यरत छै? हम सब ये छियै सर 115-20 जना के, 115 जना के मानो न 115 जना के तलब नहीं देने छै। ई मतलब 6-7 वर्ष 6 वर्ष से हमरा सब सर मेन जे हम सब जे थाई स्टाफ छियै तेकरा 6 वर्ष के संचय कोष नहीं मिलल छै। अच्छा, तेकर जे उ 75 के चैत बैसाख के सैलरी नहीं मिलल छै आ 6 गो दसैं खर्च जे मिले रहले तलब बराबर के, 1 महीना के तलब बराबर के दसैं खर्च से नहीं। तलब कहिया से बाकी अहाँ सबके? हमरा सबके तलब तो बाकी अभी तो 3 महीना से बाकी। 3 महीना के तलब बाकी है, अहाँ सबके दसैं खर्च बाकी है और संचय कोष में जे पैसा जमा होबक चाहिए से नहीं भेल, तै दुआरे आंदोलन। जी सर, मेन इहे भेल पैसा, आरो कोनो तेहन नहीं? आरो तेहन कोनो नहीं, आरो तो हमरा सबके जीवन बीमा नहीं छै, तेहन सब छै, ई सब छै सर। थप बात छै। लेकिन जे मतलब जेना ई अस्पताल के संपूर्ण काम के अवरोध कर देनाइ है ना, ऐसा की मतलब अहाँ सबके बाध्यता या नहीं ठीके से के नहीं सर? हमरा सबके जब जे पूर्वाग्रही हिसाब से जे मैनेजमेंट सर एगो हम आवाज़ उठेलिए सर, कोविड के टाइम में से 5 महीना सैलरी नहीं रहते देने, तो सर ये हमरा तो आवाज़ उठबऽ पड़ते। हम संघर्ष समिति के संयोजक छी, हमरे पर पूर्वाग्रही रूप से निराधार आरोप सब लगा के उ सर हमरा चिट्ठी काटऽ लगले। तै के बादे हम सब पूरे हमरा सबके कोनो बंद हड़ताल करे के कोनो सोच नहीं रहे। हमरा सबके बंद हड़ताल करे के सर प्रशासनिक रूप में मात्रे हमरा सबके रहे, जे प्रशासन एगो बिल्डिंग में प्रेशराइज करे के लिए मात्रे रहे। कते आदमी के हटेने हेतै पूर्वाग्रही के हिसाब से? यहाँ के सर अभी तो सर अहाँ के 6-7 गो के 6-7 गो के मानो अहाँ सबके मेन बात भेल जे दसैं खर्च जे बाकी बकियता है 6-7 वर्ष से संचय कोष और जीवन बीमा, और जे एते अगर दऽ दै छी तऽ अहाँ सबके आंदोलन ई अहाँ सब फिर हमरा सबके जे कार्रवाई कइने छै तेकरा सबके पुनर्बहाली करऽ पड़तै, उ फिरता लिए पड़तै कार्रवाई के सर। एते भेला के बाद में अहाँ सब फिरता जी, और अगर नहीं लेलकै तऽ अहाँ सबके कार्रवाई हमरा सबके हम सब एहने रहबै सर। एहने की ऐसे सशक्त हमरा सबके 16 गते से 11 बजे से अनशन आमरण अनशन हमर 2 गो कर्मचारी छै जे कहलकै शांतिपूर्ण रूप से अपना सबके अनशन बैसऽ पड़तै। 2 गो कर्मचारी हमरा सबके तैयार छै अनशन बैसऽ के लेल। हमरा सबके जे डॉक्यूमेंटेशन छै चारू दिसन हम सब मेल कऽ देलियै, जतऽ पुगबऽ पड़तै ततऽ पुगबऽ पड़तै। जिला प्रशासन में सहायक सीडीओ साहब हमर डॉक्यूमेंट लऽ के गेल रहे, वो डॉक्यूमेंट अहाँ के टेबुल से नीचा गिरा देलकै के सीडीओ, हाँ सहायक सीडीओ दीपक कोइराला सर। हम पूरे करू न, जेना राज्य प्रशासनिक निकाय के हरेक आदमी अहाँ सबके पक्ष भी बेसी नहीं बुझा रहल छै, किया अहाँ सब कोन बात छै? अब सर आबे में हम भीतर के बात नहीं कह सकै छी। हम सब अपना जगह हम सब जाइ छी, हम सब प्रक्रिया पुरिया के हम सब आंदोलन कर रहल छी। हमरा सबके जायज मांग है, जायज मांग नहीं है तो कहू कोई जे अहाँ सबके ई अनर्गल मांग है, कोई आबि के मैनेजमेंटे पक्ष से हमरा सबके डायलॉग करते जे ठीक छै जे ई मांग नहीं हम दऽ सकै छी, ई मांग खराब छै, तो वो आबि के डायलॉग करते ना, तो कोई डायलॉग नहीं कह रहा। मेरो नाम अंजु पटेल, म यहाँ बीएससी रेडियोग्राफी गरेर रेडियो टेक्नोलोजिस्टको पोस्टमा छु, रेडियोलोजी डिपार्टमेन्टको इन्चार्ज। हजुर, अनि तपाईहरु किन आन्दोलन गरिरहनु भएको छ?
हामी चाहिँ अब यहाँ अब यस्तो कोरोनाको बेलामा पनि हामी काम निरन्तर काम गरि नै राख्यौँ होइन, कहिले पनि हामी छुट्टीमा पनि बसेनौँ, यहाँबाट छुट्टी पनि पाएनौँ। त्यस्तो बेला पनि हामीलाई अब जस्तै यो मास्क र सेनिटाइजरको पनि उहाँहरूले कमी गर्नुभयो, पिपिई पनि दिन खोज्नु भएन, त्यसको लागि पनि झगडा गरेर हामी लिएछौँ। त्यो बेला पनि मेरो स्पष्टीकरण चिठी आएको थियो त्यो उको लागि के भन्छ यो पिपिई माग्दा, ग्लोभ्स माग्दा उहाँहरूले मलाई चिठी दिनुभएको थियो। म त रेडियोलोजी डिपार्टमेन्टको इन्चार्ज हो, इन्चार्जको हैसियतले मलाई स्टाफहरूले उ गर्नुहुन्थ्यो होइन, योहरू चाहियो किनकि एकदम ऊ थियो नि त होइन, डरको माहौल थियो त्यो बेला त, सुरुमा एकदम लास्टै डर थियो नि त, त्यो भएर मैले मागेँ। त्यो बेला पनि स्पष्टीकरण पाएको थिएँ मैले। ठिक छ, त्यो भयो। त्यसपछि हामीले काम चाहिँ कोरोना पिरियडमा काम गरायौँ। अब जब कोरोना लकडाउन खोलिसकेपछि पनि उहाँहरूले हाम्रो जुन बाँकी बक्यौता पैसाहरू छन् लगभग 6 महिनाको 6 वर्षको दसैँ पेस्की अनि 2 महिनाको स्यालेरी जम्मै लगाएर लगभग 10 महिनाको स्यालेरी अहिलेसम्म बाँकी छ। त्यो चाहिँ उहाँहरूले दिनुभएको छैन। दिन्छु भन्नुहुन्छ तर कार्यान्वयन हुँदैन, कहिले पनि हुँदैन। अनि लगभग 10 वर्षदेखि पनि मेरो यहाँ आएको 10 वर्ष भइसक्यो, अहिलेसम्म मेरो थाहै पनि भएको छैन, थाहै गर्नु भएको छैन। उहाँहरूले कुनै सिस्टम नै छैन क्या यहाँ, सिस्टम बिना सिस्टमको संस्था हो यो, कुनै सिस्टम नै छैन यहाँ। त्यस कारणले हामी चाहन्छौँ कि सिस्टममा आओस्, हामी काम गर्नलाई कहिले पछाडि हट्दैनौँ। हाम्रो जुन टाइम छ, जुन टार्गेट छ, जो गरेर दिएकै छु, त्यो सोध्न सक्नुहुन्छ। हाम्रो जुन प्रशासन हुनुहुन्छ उहाँसँग सोध्न सक्नुहुन्छ मेरो काममा के कमी छ, कसो छ भने। यदि काममा मेरो गल्ती छ भने उहाँहरूले पनिसमेन्ट दिनुहुन्छ। अहिले 6 जनालाई। तपाईँ त्यसमा पर्नु? हजुर, म पनि पढ्छु। के भनेर स्पष्टीकरण सोध्नु? अब मैले त अब आफ्नो चिठी चाहिँ अहिलेसम्म बुझ्न पाएको छैन। अस्ति 7 गते चिठी आएको हो रे भनेर प्रशासनबाट फोन आएको थियो मलाई, अनि मैले फोन चाहिँ उठाएँ। अनि त्यसपछि म त्यो बेला चाहिँ म घर गइसकेको थिएँ। त्यस पछाडि आएँ अनि यता अब तालसा लागिसकेको छ, त्यही भएर मैले चिठी चाहिँ बुझ्न पाएको छैन। यो तपाईँहरूले आन्दोलनको कारणले यो सम्पूर्ण संस्था नै अस्तव्यस्त भइसकेको अवस्था छ। अब त्यो यस्तो अस्तव्यस्तै पारेर आन्दोलन गर्नुपर्ने तपाईँहरू? अब यसको जिम्मेवार हामी होइन सर, हामी यसको जिम्मेवार स्वयं संस्थापक हुनुहुन्छ। किनकि हामी त अब काम यति जब हामी संस्थापकप्रति बिरामीप्रति सोच्दैनौँ थियौँ भने यति महिनाको पैसै बाँकी हुँदैन थियो। यति महिना बाँकी किन भयो? अब मानिलिउँ थाईको छ, थाईहरूको 6 वर्षकै सञ्चय कोष बाँकी छ। आखिर हामी शान्त भएर उहाँलाई सुविधा दिएर त यो सब भइरहेछ होइन। हामी यदि ऊ नभएको, इमान्दार नभएको यति महिनाको बाँकी नै हुँदैन थियो। बाँकी किन छ त्यो संस्थासँग सोध्नुहोस्, संस्थापकसँग सोध्नुहोस् किन बाँकी छ। काम त हामीले गरेकै छौँ, काम नगरेको भए त हाम्रो मिस्टेक हुन्थ्यो होइन, अलग तरिकाले ऊ हुन्थ्यो। अब काम गरेकै छौँ तर उहाँहरूले पैसा दिनुहुन्न भने त हामी कहिलेसम्म यसरी चुप लाएर बस्ने? हाम्रो पनि बालबच्चा छ नि, हामी पनि बालबच्चा सानो बच्चालाई छोडेर काम गर्न आउँछौँ। 9 देखि 4 ड्युटी गर्छौँ, सधैँ ड्युटी गर्छौँ। न ड्युटी पुरा जुन टाइम छ त्यो टाइममा गरेकै छौँ भने काम हामी इमान्दारीले गर्छौँ भने उहाँहरू पनि इमान्दारी त देखाउनु पऱ्यो नि। उहाँहरूले पनि हाम्रो पैसा त दिनु पऱ्यो, जुन ऊ छ त्यो त दिनु पऱ्यो। 10 वर्ष भइसक्यो, जुन तलब छ त्यही तलबमा काम गरिरहेको छु अहिलेसम्म। न पैसा बढाउँछ, न केही सुविधा छ। कहिलेसम्म हामी चुप लागेर बस्ने? मेरो नाम दयानन्द झा। म पहिले लालगढ हस्पिटलमा त्यहाँ जेनरल म्यानेजरको रूपमा काम गरेको थिएँ, प्रोग्राम डाइरेक्टरको रूपमा। 2064 सालदेखि यस ठाउँमा म चाहिँ वरिष्ठ प्रशासकीय अधिकृतको रूपमा, हाल प्रमुख प्रशासकको रूपमा पनि काम गरेँ। यो शिक्षण अस्पतालमा कर्मचारीहरूले तलब नपाएर, दसैँ भत्ता नपाएर अब अस्पताललाई नै अस्तव्यस्त गरेर आन्दोलनमा छन्। तपाईँहरूसँग सहमतिको प्रयास पनि भयो, सफल भएन, किन? होइन, अब यस सम्बन्धमा विभिन्न टाइममा चाहिँ हडताल पनि भयो हो, सहमति पनि भयो हो। तपाईँलाई थाहै छ कि रमानन्द डार साहबले यस ठाउँमा यो कलेजको स्थापना गर्नुभयो। अनि उहाँले छोडेर गए पनि 8-9 जना चाहिँ व्यवस्थापकहरू हुनुहुन्थ्यो, सेयर होल्डरहरू।
त्यो बेलामा पनि बन्द हडताल भएको थियो र लास्टमा उहाँहरू हात उचालेपछि यो संस्था अरूको हातमा दियो। त्यो बेलामा पनि 8-9 महिनाको तलब बाँकी थियो। ब्याङ्कको लोन 38 करोड जति थियो, 35 देखि 38 करोड थियो। त्यो बेलामा जुन लामा ग्रुपहरूलाई दियो, त्यसपछि उनीहरूले आएर पनि केही 2-4 महिनाको तलब दियो, त्यो पनि रेगुलराइज गर्न सकेन। फेरि उहाँहरूले पनि अरूलाई पनि दियो। त्यसपछि फेरि गणेशमान लामा आउनुभयो, त्यसपछि फेरि अर्को दिल्ली राज पनि आउनुभयो। उहाँहरूले पनि नसकेर फेरि अन्तमा पाण्डे सरलाई ब्याङ्कले हस्तान्तरण गर्यो। त्यो बिचमा 70-80 करोड रुपियाँ अरू उनीहरूले लोन लियो, तर त्यो लोन लिएर पनि यहाँ चाहिँ केही गर्न सकेन। त्यो लोन पनि उनीहरूले लिएर गइसक्यो, यहाँको सबै कुराहरू गर्यो। अहिले पनि यहाँ 1.5-2 करोड रुपियाँ 100 करोड चाहिँ लोन छन्। 100 करोड 150 करोड 150 करोड यो जानकी मेडिकल कलेज अहिले 150 रुपियाँ करोडमा लोनमा चलिरहेछ। त्यति मात्रै होइन, पाण्डे सर आउनुभयो, पाण्डे सरले लिनुभयो। पाण्डे सरले 13 महिनाको तलब बाँकी थियो, त्यो सबै कुराहरू दिनुभयो। त्यसमा 2-3 वटा कुराहरू बाँकी थियो। एउटा कर्मचारीहरूको अब रियलमा पनि छ सञ्चय कोषको कुरा, त्यसमा पनि 1.5-2 करोड रुपियाँ गयो। एकचोटि 50 लाख, एकचोटि 1 करोड रुपियाँ त्यस बेलामा दुईचोटि हाल्नु भएको। अब यी सब कुराहरू एउटै कुरा दर्शाउँछ कि संस्था आर्थिक रूपले जर्जर छन्, बुझ्नु भएन। यसलाई उकास्नको लागि धेरै प्रयासहरू गरियो, अरूलाई पनि हातमा दियो, तर संस्था उकासमा पाउन सकेको छैन। साथै जुन संस्थामा जुन कर्मचारीहरूले जुन भनिरहेछ कि तलब बाँकी छ, अहिले पनि साउनसम्मको तलब दिइसकेको छ। साउनसम्मको 3-4 वर्षको दसैँको कुरा छन्। दसैँको कुरा छन्। जुन संस्था घाटामा गइरहेछ, म्यानेजमेन्टको भनाइ के छ कि संस्था जब घाटामा गइरहेछ कहाँबाट खुवाउने। तर संस्थाको अवस्था, आर्थिक अवस्था सुध्दै गयो, संस्थाले नाफा कमाउँदै गयो, संस्थाले व्यवस्थापन गर्दै गयो भने त हामी त्यो कुरा पनि व्यवस्था गर्छौँ। त्यो पनि ठुलो कुरा होइन, तर संस्थाले भ्याएसम्म त गर्ने हो, होइन। त्यो चाहिँ अहिलेसम्म त्यो गर्न सकेको छैन। संस्थाले हामी दिँदैनौँ, हामी त्यो कुरा गर्छौँ भने पनि त्यसलाई रिजिट भएर गर्न सक्नु। यो बिचमा कारबाही किन चाल्नुभयो त? धेरै 10 जना जति कर्मचारी होइन। अब यही कुरा भन्दैछु, संस्थाले अहिले अब यहाँको जुन सङ्घर्ष समिति छ, सङ्घर्ष समितिले क्या छ, संस्था सङ्घर्ष समिति, कर्मचारी सङ्घर्ष समिति सबै कुराहरूको समिति हो। त्यो समितिको अधिकार कसले दिएको हो? कुन अधिकार? म्यानेजमेन्टले के अधिकार दिएको? कुनै पनि संस्थालाई जुन बेला मन लाग्छ उसले भन्छ जसलाई राख्न त्यसलाई राख्ने, उसले जसलाई भन्छ त्यसलाई चाहिँ हटाउने। कि संस्थाको आफ्नो नीति छ, आफ्नो पोलिसी छ। आज ऊ कर्मचारी छ अनि त सङ्घर्ष समितिको अध्यक्ष हो नि। कर्मचारी जो छैन त्यो त सङ्घर्ष समितिको अध्यक्ष छैन। यो बिचमा के भयो, भदौ 15 गते मैले इन्टरभ्यूमा पहिले पनि दिएको छु। भदौ 15 गते ऊ 81 आएर उसले भनेको अनुसारको कर्मचारीलाई तलब दिने, अरूलाई नदिने। डाक्टरलाई के, हाम्रो लागि त सबै समान हो। स्विपर, कर्मचारी, पारामेडिक्स, स्टाफ नर्स, मेडिकल अफिसर, फ्याकल्टी डक्टर्स, बेसिक साइन्सको डक्टर, नर्सिङका स्टाफहरू सबै हाम्रो लागि समान हुन्छ। हामीले त सबैलाई पाल्लो लगाएर जसै पैसा आउँदै गर्छ त्यो पैसा हामीले दिँदै गर्ने हो। केही कर्मचारीको हामीले असारसम्म दिइसकेका थियौँ, तर डक्टरको पैसा चाहिँ चितेदेखि बाँकी थियो। डक्टरहरूले पनि आएर मलाई कुरा गर्नुभयो। मलाई कुरा गरेपछि मैले चाहिँ म्यानेजमेन्टलाई कुरा गराएको थिएँ। अब संस्थामा आखिर डक्टर नभएर त न विद्यार्थीलाई पठन पाठन हुन्छ, न बिरामीको उपचार हुन्छ। डक्टरलाई सपोर्ट गर्नको लागि हामी पनि पारामेडिक्स, अरू प्रशासन यताउति लागेको हुन्छ। उहाँहरूको तलब गयो, त्यसको विरोधमा उसले के गर्यो, 15 गते उसले सिधै तला मार्थ्यो। अर्थात्
यसको आन्दोलन जब चिकित्सकलाई तपाईँहरूले डाक्टरहरूलाई तलब दिनुभयो उसको विरुद्धमा भन्नाले तपाईँहरूको हिसाबमा त्यो आन्दोलन त्यो त्यसैको लागि यो तलबको लागि त्यसको लागि उसले गर्थ्यो हैन तलब पाउनुपर्छ भने त्यो कुरा होइन तर उसले मैले भनेको थिएँ कि कर्मचारीको पनि तलब दिनुपर्छ किनकि डक्टरको स्यालेरी अलिक बढी हुन्छ कर्मचारीको कम हुन्छ हात गाँसको समस्या छ तर तपाईँ हामी सबैलाई विदित छ कि अहिले कोरोना कालमा चैत 11 गतेदेखि पूर्ण रूपले लकडाउन भएको अवस्थामा पठन पाठन पनि रोकिया हो हस्पिटल सर्भिसमा जुन इम्प्याक्ट जुन थियो कर्मचारी जेनरल पेसेन्टहरूको त्यो भोल्युम पनि कम भयो यो संस्थाको आम्दानीको स्रोत पनि कम भयो पठन पाठन नभएर विद्यार्थीको इक्जाम हुन पनि सकिएन पठन पाठन पनि हुन सकेन संस्थाले आउने आम्दानी पनि रोकियो पछि आएर अनलाइन क्लासहरू चल्न थाल्यो त्यही पनि प्रयोगात्मक क्लासहरू त चलेन अनलाइन घरमै बसेर चाहिँ अनलाइनमा क्लास गरियो जसले गर्दा के भयो कि संस्थाले आउनुपर्ने पैसाहरू पनि विद्यार्थीबाट उठ्न सकेन ब्याङ्कहरूबाट पनि उनीहरूले पनि कर्जा प्रवाह गर्न पनि गाह्रो भयो संस्थालाई आउने पैसाको कमीले गर्दा जे पैसा आउँछ त्यसबाट चाहिँ म्यानेज हामीले गरिरहेछौँ बुझ्नुभयो न तर उसले एक्कासी आएर बन्द गरिदियो फेरि 21 गते अर्को चाहिँ अब पठन पाठन पनि बन्द गरिदियो अर्को लेखामा पनि तालचा मारिदियो 26 गतेमा त पूर्ण रूपमै ठप गरिदियो पुनः हामी यो सबै कुरालाई समेटेर मैले एउटा एसपी साहबलाई सबै कुराको कुनै यस्तो समस्या छ बिरामी आउँछन् यिनीहरूको पनि उपचारमा चाहिँ रोक लगायो आउने विद्यार्थीको इक्जामको परीक्षाको फर्म भर्न पनि रोक लगायो लेखाजोखा कसरी राख्ने कर्मचारीकै तलबको लागि तलबको सिटहरू जुन बनाउनु पर्ने त्यो पनि रोक लगायो विद्यार्थीको पठन पाठनको लागि आइटीका क्लासहरू बन्द गरिदियो यसले गर्दा त एकदमै संस्था अनि मिडियाबाजी पनि भयो जसले गर्दा संस्थाको छविमा पनि नकारात्मक किसिमका प्रभावहरू पर्यो जसले आउने इन्स्पेक्सन या विद्यार्थीहरूको आउनेमा प्रतिष्ठामा पनि आँच लाग्छ नि त यो संस्था त यस्तो बन्द हुन्छ यो हुन्छ त्यो हुन्छ नाना किसिमका स्वाभाविक रूपले पनि पर्छ यही संस्थामा काम गर्ने यही संस्थाको प्रतिष्ठामा आउँछ आउने खालको काम पनि गर्ने पठन पाठन पनि बन्द गर्ने सेवा पनि बन्द गरिदिने आउने पैसा पनि बन्द गर्ने र बन्द हडताल गरेर पैसा पाइन्छ तपाईँ नै भन्नुहोस् न हामी नै हामीले नै तपाईँ पनि एउटा कुनै संस्थामा काम अहिले यो मेडिकल कलेज कुल रकममा कति घाटामा छ कति संस्था अहिले पनि 2 अर्ब रुपियाँको चाहिँ लोनमा चलिरहेछ लोन छ त्यसपछि हरेक महिना संस्थालाई 1.5 रुपियाँ मतलब 1 करोड रुपियाँ स्विपरदेखि स्टाफमा जान्छन् बिजुली पानी बत्ती अनि सरसफाई त्यसपछि के भन्छ गाडीको जुन मुभमेन्ट छन् त्यसपछि इक्जामका खर्चहरू छन् अब इक्जाममा आउने गेस्टहरूको होटल यो सब गरेर त 1.5 करोड रुपियाँ यता एक्स्ट्रा खर्च बुझ्नुभयो न अहिले विद्यार्थी करिब 450 जति छ विद्यार्थी अहिले हामीसँग भारतको इन्डियाको पनि 10% होला अब भन्नाले तपाईँको अस्पताल भनेको कि त चलेपछि यो बिरामीको एउटा उपचार भयो त्यसबाट र विद्यार्थीको शुल्क दुईबाट मात्र धान्न सकिन्छ हाम्रो मेन अहिले आम्दानीको किनकि संस्थाको यो विगतको बन्द हडतालले जुन संस्थामा जुन प्रतिष्ठामा आँच आएको छ न त अहिले पिजी प्रोग्राम चल्नुपर्ने थियो यहाँ त 1000-2000 पेसेन्टको भोल्युम हुनुपर्ने थियो 2000 पेसेन्ट यहाँ यस ठाउँमा आयो भने निश्चित रूपमा 10 लाख रुपियाँ दिनको आउँछ अहिले 10 लाख रुपियाँ भने कुनै समस्या थिएन तर अहिले त्यहाँ 1.5 लाख 2 लाख रुपियाँ जुन आइरहेको थियो आज आश्विन 11 गतेदेखि त्यो कन्टिन्यू बन्द छन् सिटी हस्पिटल चलिरहेछ यसले जानिरहेको छु बिचमा कोरोना कालमा यो सब कुराहरू आम्दानीको स्रोत बन्द भएपछि भन्नुहोस् तपाईँ नै हामी भन्छौँ यो संस्था कहाँबाट धान्न सक्छ र यो म्यानेजमेन्ट आएर कुरा गरेन म्यानेजमेन्ट जुन पाण्डे सर 64 वर्षको उमेरको हुनुहुन्छ उहाँ डायबेटिक पेसेन्ट हो उहाँ चाहिँ अन्य चाहिँ हार्ट रोगको पनि पेसेन्ट हो उहाँलाई चाहिँ हाइपोटेन्सन पनि हो उहाँ गएको वर्षमा दिल्लीमा अपोलोमा चाहिँ त्यहाँ उपचार गराएर आउनुभयो 6 महिना जति उहाँ त्यहाँ बस्नुभयो
अहिले कोरोना कालमा भनेका छन् डायबेटिक पेसेन्ट, हार्टको पेसेन्ट, यो सबलाई अलिकति सेफ जोनमै बस्नलाई। म पनि डायबेटिक पेसेन्ट हो, म पनि 58 वर्ष पुगिसकेको छु, म पनि उ गर्नुपर्ने कुरा हो। उसमा पनि काठमाडौँमा पूर्ण रूपमा लकडाउन थियो। यो बेलामा उहाँ जस्तो मान्छेलाई यस ठाउँमा ल्याएर उहाँलाई जोखिममा राख्नुको मतलब संसार जोखिममा पूर्ण रूपमा जाने हो, बुझ्नुभयो नि कुरा। तर हामी चाहिँ अहिले पनि उहाँले नेगेटिभ कुरा गरिराख्नु भएको छैन। हामी गर्छौँ जसरी यो कुराहरू आउँछन्, फेरि इन्टेक आउँछन्, पैसा आउँछन्, अरू पैसाको पनि व्यवस्था गर्दै जानु भएको छ। किनकि उहाँले पनि हरेक कर्मचारीको, हरेक फ्याकल्टीको दर्दलाई उहाँ पनि महसुस हुन्छ। किनकि रोजीरोटीको कुरा पनि हो, ह्यान्ड टु माउथको समस्या हो, मान्छेले चाहिँ गर्नुपर्ने कुरा हो। तर प्रयास गरिरहेछ। हाम्रो पैसा विद्यार्थीमाथि अहिले पनि 27 करोड रुपियाँ हामीले उठ्न बाँकी छ। त्यो पैसा आयो भने 8-10 करोड रुपियाँ फाल्यो भने त पुरै सबै क्लियर हुन्छ। तर आज हुन्छ, भोलि हुन्छ। कोरोनाको लागि हामी सोचिरहेको थियौँ असारसम्ममा त सबै क्लियर भइहाल्छ। फेरि बढ्दै गयो, फेरि पुनः लकडाउन भयो, यो सब भयो। अहिले आएर परीक्षाको कुराहरू कुनैको जुन पार्सियल जुन इक्जाम हुन्छ नि, जो फेल भएको थियो, त्यो इक्जाम जुन चैते वैशाखमा हुनुपर्ने त्यो फेरि अहिले 17 गते फेरि हुँदैछ, 17 गतेदेखि, बुझ्नु भएन। त्यसैले त्यस विद्यार्थीहरूको त परीक्षाको टाइम हुन्छ नि, यो सब हुन्छ भने पैसा आउँछ। अनि त्यसपछि जुन छन् त्यो कुराहरूको जसरी पैसा आउँछ, पैसा 1 रुपियाँ पनि उहाँ राख्नुभएको छैन। गएको वर्षमा 2टा जग्गा उहाँ बेच्नु भएको छ। एउटा 18 करोडमा बेच्नुभयो, त्यो पनि यही कलेजमा लगाउनु भएको छ। अरू एउटा अर्को जग्गा बेच्नुभयो, नेसनल नर्सिङ क्याम्पस थियो, त्यो 11 करोडमा, त्यो पनि यो संस्थामा उहाँ लगाउनु भएको छ। अब बुझ्नुहोस्, संस्थाको दैनिक खर्च प्लस ब्याज, ब्याङ्कले पनि त त्यसै लगानी गर्दैन नि, उसले पनि त ब्याज लिन्छ। आखिर उहाँले त तिर्नै पर्ने कुरा हो। त यो आखिर यो सब कुराहरू उहाँले आँट गर्नुभएको के? यहीँबाट कमाएर आउँछन् पैसा, त्यो पैसाबाट आज भएन, भोलि होला, 6 महिनापछि होला, 1 वर्षपछि होला। तर त्यसको लागि त यहाँ काम गर्ने हरेक व्यक्तिले जिम्मेवारी लिनुपर्ने कुरा हुन्छ। आज म एउटा वरिष्ठ प्रशासकीय अधिकारीको रूपमा काम गर्दैछु, ठिक छ, मैले गाडी पनि युज गर्छु। मेरो अफिसमा एउटा पिउन छ, एउटा सहायक छ, एउटा टाइपिस्ट छ। मैले डाइरेक्ट रूपमा पैसा कमाएर त दिँदिनँ, मैले पनि कमाएर त्यहाँ राम्रोसँग व्यवस्थापन गरिदियो, सहज किसिमको वातावरण भयो, सहज किसिमको चाहिँ डाक्टर साहबहरूको मनोवृत्तिले हामी जित्न सक्यो, उहाँलाई काम गर्ने वातावरण बनाइदिन सक्यो भन्ने। अनि त आज एउटा फ्याकल्टी, एउटा सर्जनको ठाउँमा सर्जनमाथि एउटा एनेस्थेसिया दिन्छु, एनेस्थेसिया असिस्टेन्ट दिएको हुन्छ, त्यसपछि नर्सिङ स्टाफहरू दिएको छु। आखिर त्यो डक्टरले काम गर्न सकेन, त्यो कमाएर दिन सकेन भने त त्यो पैसाहरू मेन्टेन कहाँबाट हुन्छ? कर्मचारीहरूले सधैँ हडतालै गरिदियो भने कसरी काम गर्न सकिन्छ? आज तपाईँ नै, हामी नै भनौँ, तपाईँ पनि यहाँको स्थानीयवासी हो नि, म पनि यहाँको स्थानीयवासी हो, मेरो छोरी पनि यहाँबाट डक्टर पढ्या हो, म पनि यहाँको गार्जियन पनि हो, म कर्मचारी पनि हो। मेरो जिम्मेवारी बन्छ कि म माथि यदि 50,000 कि 1 लाख रुपियाँ उहाँ खर्च गर्नुहुन्छ भने मैले जबसम्म 3 लाख रुपियाँ कमाएर दिन सकिएन भने, त्यति बचाएर दिन सकिएन भने त्यो संस्था धान्न सक्छ? कहिलेसम्म धान्छ? यदि त्यो कुरा इमान्दारी हामी गरेनौँ भने त्यो संस्थाको त टाल्ट पल्टिहाल्छ। कसैले बचाउन सक्छ? त्यसको लागि त हरेक कर्मचारी आफूले लिएको जिम्मेवारी वहन गर्नुपर्ने कुरा हो।